अरे भिनाजे के छ ठीक छ अरे हेलो भन ठीक छ डिजे दाइ भ्लग सुरु भयो अब या भाइ साहब हाई भन हाई ए नि डाउनु पाइला हाम्रो ओ दाजु ल यहाँ बोके काट्दै हुनुहुन्छ यहाँ अब हुन्छ यहाँ एकदमै गाह्रो छ यहाँ हेर्नुहोस् गाइज हेर्नुहोस् यस्तो यहाँ बलि दिएको छ बलि ओहो बलि बलि हाम्रो मालिका हुँदै यस्तो भइसक्यो होइन यो बोकाहरू यति धेरै बोकाहरू छ एकजना गएको बोका हेर्नुहोस् गाईहरू हेर्नुहोस् मन्दिरलाई बलि आइरहेछ तल आयो त भित्र फाल भित्र यो हाम्रो मालिका मन्दिरलाई चाहिँ बलि भयो भने बलि यो कहिले बोके आइ गयो ओहो दाजु हाम्रो भ्लग छ यहाँ हो ल सन्चै हुन्छ दाजु यस्तो छ है मालिका माइलाई यो चाहिँ हाम्रो बलि हो यो चाहिँ यो मेरो बोका हो यो चाहिँ हामीले बलि दिएको बोका यो चाहिँ मेरो बोका बलि दिएको यो यति ठुलो छ यो हामीले दिएको बलि दिएको मालिका मन्दिरलाई अरे हात तम्रेको कठै यो चाहिँ 2 शट हानेछ मेरा बोकालाई 2 शट हानेछ एक केटा केटी हुआ क्या भरू चल्छ काटे काम
त्यसरी नफाल है त्यसरी राम 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 यो चाहिँ बलि हो बलि तम्रीको ल ल ल युट्युबमा आउने त होला नि खतरा बनाएर हाल्छ ल है ल गाइज ल यत्रो टाउकाहरू गाइजहरू यहाँ टाउकाका टाउकाहरू यस्तो ढिला भइसक्यो एक साटमा मेरो बोका मात्र 2 साट नभए सबै एक साटमा ढलिरहेछन् होइन बादल लाग्यो है ए खुट्टो हालेर पल्थिरो है यहाँ बोका यहाँ कति छ गाइज यहाँ पुरा ओ रो हाना ओहो यत्रो बोक्यो अझै बाँकी छन् गाइज देख्न सक्नुहुन्छ गाइजहरू देख्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ पुरै लगभग 100 भन्दा धेरै छ बोका के अरे यो बलि काट्ने हो काटा काटा मात्रै बिना टाउकाको बोका यस्तो तेरो हो कि त्यो ल अरे छोप तो नहीं छोपी राख तल जाला कहीं लोटी बनाउन खोला पुगला त्यत्रो बोके लिइसक्थे एक्लै अरु भतिज के छ हेलो भतिज के छ ठीक छ
हुँदैन हेर एन्ड अब एन्ड भयो भने एकछिन अब हुँदैछ अझ बाँकी छ धेरै यहाँ यस्तो अवस्था छ यहाँ बोकाको यो चाहिँ हाम्रो ए हाम्रा डन भान्जो भने के क्या हो हाम्रा नेताजी हुनुहुन्छ हाम्रा नेताजी हुनुहुन्छ त्यहाँ अङ्कल चाहिँ ठिक छ हजुरको ठिक छ यो नपर्छ र बेकार भइरहेको अब अब हामी यतिमा एन्डिङ गर्छौँ अब यहाँ धेरै छ बोकाहरू त ल गाइज अब हामी एन्डिङ गर्छौँ ल अब बाई बाई अब ठुलो खसी काट्ने बेलाको भन्छ है हेर्दै बस्नु बाई गर्नुहोस् डन हुने बस्तीका थाहा छ कि नै सबैलाई